गाइज वेलकम टू माई युट्युब च्यानल है गाइज। सबैजनालाई मेरो युट्युब च्यानलमा स्वागत छ। फाइनली हामी आज चाहिँ टिकटकमा लाइक भ्युज कसरी बढाउन सकिन्छ त्यस बारेमा कुराकानी गर्छौँ है साथीहरू। भिडियोलाई लास्टसम्म हेरिदिनु होला अनि हजुरले पनि सिक्नुहुनेछ। पहिला चाहिँ हामी चाहिँ टिकटक ओपन गर्नुपर्नेछ अनि हजुर चाहिँ पहिला चाहिँ आफ्नो प्रोफाइलमा जानु होला। हजुर चाहिँ कुन भिडियोमा हजुरलाई चाहिँ भ्युजहरू चाहिएको छ कृपया त्यस भिडियोमा जानु होला। यसमा गइसकेपछि हजुर चाहिँ यो 3 लाइनमा जानु होला अनि यहाँ फर्स्टमा कपी लिंक लेखेको छ त्यसलाई कपी लिंक गर्नु होला। यदि गइसकेपछि सिधै ब्याक आउनु होला। ब्याक आइसकेपछि हजुरको गुगल क्रोममा जानु होला। हजुरको चाहिँ गुगल क्रोममा जानु होला। त गुगलमा गए पनि हुन्छ, हजुर गुगल क्रोममा गए पनि हुन्छ है साथीहरु। म चाहिँ फाइनल गुगल क्रोममा जान्छु है अनि यहाँ जानु होला, सर्च गर्नु होला। सर्चमा आइसकेपछि हाम्रो सर्चमा के सर्च गर्नु भनेपछि ZEFY भनेर सर्च गर्नु होला साथीहरु। सर्च गर्नु होला। सर्च गरिसकेपछि यस्तो बक्स आउँछ। यस्तो बक्समा चाहिँ हजुरले चाहिँ यहाँ बक्स माथि जे छ त्यही टाइप गर्नुपर्ने हुन्छ। यहाँ चाहिँ हाम्रो चाहिँ DIREOT यही छ। यति मिल्यो भने हजुरको हुन्छ, नि त मिलेन भने यस्तो आउँछ हजुरको। यहाँ चाहिँ अब हामी चाहिँ ACTIVITY यो सर्च गर्नुपर्ने छ। यदि हजुरको मिल्यो भने ओपन हुन्छ है। मिलिसक्यो हजुर। यो फर्स्टको चाहिँ फलोवर सो बन्द भइसकेको छ। बन्द भएको अवस्थामा यस्तो देखाउँछ। अनि सेकेन्ड भनेको हार्ट्स भनेको लाइक हो अनि थर्ड भनेको कमेन्टको हार्ट हो अनि यसपछिको चाहिँ भ्युज हो। आज चाहिँ हामी चाहिँ फाइनली भन्दाखेरि हामी चाहिँ यो हार्टमा जान्छौँ। यो भने भ्युज हो। भ्युज चाहिँ एकचोटिमा हजुरको 1000 पर्छ भने लाइक चाहिँ हजुरको 14 पर्छ है। हामी चाहिँ भ्युजमा जान्छौँ अनि यहाँ गएर जुन कपी लिंक गरेको थियौँ त्यसलाई यहाँ गएर पेस्ट गर्छौँ। पेस्ट गरिदिन्छौँ। पेस्ट गरिसकेपछि सर्चमा आउँछौँ। सर्च दाबिदिन्छौँ। यस्तो टाइम देखाउँछ। यो टाइम चाहिँ टाइमभरि हजुर चाहिँ रोक्नुपर्ने हुन्छ। अनि यहाँ चाहिँ 2 मिनेट लेखेको छ। 2 मिनेट पछि हामी फेरि आउनेछौँ। 2 मिनेट रोक्नुपर्ने हुनेछ है साथीहरु। सबजना रोकिदिनुहोस् 2 मिनेट। ल अब चाहिँ हजुरको चाहिँ 12 सेकेन्ड रहेको छ। 12 सेकेन्डमा पछि हजुरको चाहिँ हुन्छ है। हजुर रोक्नुहोस् है हजुर। 3 सेकेन्ड 2 सेकेन्ड 1 सेकेन्ड फेरि हजुरले फेरि सर्चमा ताप्नु होला अनि हजुरको टिकटकमा जति भ्युज छ यहाँ तल देखाइरहेको हुन्छ त्यसैमा क्लिक गर्नु होला। हजुरको 500 भ्युज सेन्ड भनेको छ। कहिले 1000 पनि हुन्छ, कहिले 500 पनि हुन्छ है यो। अब चाहिँ हजुर 4 मिनेट पछि 51 सेकेन्ड पछि मात्र मिल्छ है। अब यहाँ गएर चाहिँ हजुरको